ल सबै साथीभाइहरूलाई नमस्कार आइदिनु भएको अङ्कल दाजुभाइहरू सबैलाई आजको हाम्रो आन्दोलन तपाईँहरूलाई थाहा नै छ नराम्रो प्रक्रिया छ हाम्रो समाज हाम्रो भाषा हाम्रो संस्कृतिमाथि त्यसैको विरोधको लागि चाहिँ हामीले आज एकजना दाजुभाइ साथीभाइहरू भएर हो यो आज यो एउटा ट्रेलर मात्रै हो यो एउटा सो मात्रै हो भोलिको दिनमा यदि मधेसलाई हेप्ने चेप्ने मधेसी भाषा संस्कृतिलाई हेप्ने चेप्ने भयो भने योभन्दा उग्र रूप लिन सक्छ हामीले मात्रै होइन मधेसको ठाउँ ठाउँबाट हरेक जिल्ला हरेक ठाउँबाट यो कोही एउटा व्यक्तिलाई गाली गरेको होइन यो एउटा कोही व्यक्ति एउटा एकजनाको धर्मलाई मात्रै गिराएको होइन यो सम्पूर्ण हाम्रो मधेसवासीहरूको लागि एकदम लज्जास्पद कुरा हो यो चाहिँ हामीले बुझ्नुपर्छ त्यही भएर सोचेर आफ्नो युवा शक्तिलाई परिवर्तन सबैले आफ्नो सोच राम्रो बनाउनुहोस् यो यस्तो अन्याय अत्याचार धेरै सहेर आएको छ हाम्रो दिदीबहिनी आमा दिदीबहिनीहरूले हामी आफै मधेसमा बसेर भयो भने गोरो अनुहार छ कताको हामी मधेसको कताको मधेसको हो कि मधेसको हो कि यो कुरा सबैको मेन्टालिटीमा हुनु पर्यो सबै जात जाति वर्णको मान्छेहरू मधेसमा बस्छ मधेसको भाषा भनेको हाम्रो पनि भाषा हो त्यही कारणले गर्दा यस्तो अबको दिनमा यस्तो नेतालाई बहिष्कार गर्नुपर्छ मधेस मधेस मुर्दाबाद एउटा पाकेको त्यो लेभलको नेता भएर उसले बोल्ने त्यो छवि तरिका त्यो भएन हामी कुनै पार्टी कुनै मान्छे कुनै व्यक्ति कुनै चुनावलाई असर गर्नु हामीले यो र्याली निकाल्यो भने विरोध गर्छ यो भनेको एउटा गर्नुपर्ने हाम्रो आफ्नो पहिचानमा हाम्रो भाषामा आवाज उठेपछि मात्रै आज हामीले यो कदम चालेको छ भोलि योभन्दा ठुलो कदम चाल्न सक्छ त्यसैले यो भिडियो यो हाम्रो आजको विरोध प्रदर्शन एउटा खबरदारी बनियोस् सरकारले लिनुपर्छ कि कोही लिनुपर्छ कति गर्ने मान्छेलाई कारवाही गर्ने कारवाही गर्ने भोलिको दिनमा यस्तै नराम्रो अबको दिनमा यस्तो नराम्रो अभिव्यक्ति आयो भने योभन्दा यो आन्दोलनले ठुलो रूप लिन्छ पुरै मधेसको मान्छे मधेसको जनता चाहन्छ